के त्यही भएर आज हामी खाजा पनि खाने हो के तेरो भाग्ने या सिला खाइन रे यार म चरपट त खाएरै जाने म गाइस तपाईहरुलाई म एउटा कुरा देखाउँछु एउटा कुरा स्टप वेलकम टु माई न्यू भ्लग आजको सुट चाहिँ मेरो कोठाबाट भएको छ र फाइनली आज चाहिँ म आफ्नो कलेजको ड्रेस लिन जाँदैछु आज चाहिँ त्योभन्दा पहिला मैले खाना खानु पर्ने हुन्छ आजको खानामा चाहिँ तरकारी भात र यो काँक्रा छ त्यसको लागि हामीलाई पैसा नि दिएको छ बिल पनि दिएको छ अहिले निस्किसकि अनि बिल पनि छ मसँग यहाँबाट लगभग 1 किलोमिटर टाढा हो क्या अनि सबैभन्दा ठुलो कुरो चाहिँ अनि फेरि यो पैसा हो क्या अनि फेरि यसमा नि त्यो ड्रेसलाई चाहिँ 800 भन्छ अनि बाँकी उब्रेको चाहिँ खाजा भन्ने हो क्या त्यही भएर आज हामी खाजा पनि खाने हो क्या अनि यस्तो म त एकदम खुसी छु नि त आजभोलिको मान्छेहरूलाई के भएको छ यार भिडियो पनि बनाएको देखेँ नै क्या यार उतापट्टि काम गर्ने मान्छेहरूले यार मैले भिडियो बनाउँदै हिँडेको उनीहरू मस्तारी हेरिरहेको क्या मलाई पो लाज लाग्यो यार अनि फेरि यो म यतातिर त नयाँ नयाँ हो नि त अनि म यसो धेरै हिँड्दिनँ कि टाढा चाहिँ जाँदैन यतातिर चाहिँ हिँड्छु अनि चाहिँ बसन्तपुर हो अनि यो बसन्तपुरमा पहिलोचोटि गएको नि त म धेरै गएको छैन नि त यहाँबाट उ त्यो तपाईँहरूले देख्नुहुन्छ कि उ त्यो ट्याङ्की जस्तो देखेँ नि उ त्यहाँ जाने हो कि म चाहिँ त्योभन्दा पनि तल चाहिँ त्यहाँनिर चाहिँ मेरो कलेज हो अनि त्योभन्दा तलपट्टि चाहिँ जानुपर्ने हो कि म अनि अहिले चाहिँ फेरि 6:30 भइसक्यो अनि अहिले त्यो पसल बन्द भयो भने त पाउँदिनँ होइन यहाँ फेरि नयाँ नयाँ बनाउनु ला रहेछ घर फेरि यस्तै हो अब उ त्यहाँ त्यत्रो बच्चाहरू छन् होइन खेलिरहेको क्या तिनीहरू चाहिँ क्रिकेट खेले जस्तो हो अब त्यहाँनिर चाहिँ देखाउन मिल्दैन होइन किनभने म अब मलाई कस्तो अप्ठ्यारो लाग्छ कि भिडियो बनाउने अब त्यो कटेसी चाहिँ देखाउँछु होइन तपाईँहरूमा बल्लङमा चाहिँ आधी बाटोमा आयो होइन अहिले यतातिर नि घरहरू छन् होइन स्कुल जाने पनि कलेज जाने बाटो नि यही हो क्या म कलेज नि यही बाटोबाट जान्छु होइन यहाँ भोइ कटर है गाई पाल्ने हो त त्यस्तो काम चाहिँ गरिन्न है गाई त त्यसै भन्ने मात्रै त्यस्तो उठाउने काम चाहिँ गरिन्न है मान्छेहरू यस्तो पनि पौडी खेल्छ अनि थ्यात्ते यस्तो फोहोर पानी हो नि यो माछा धरी हो क्या त्यो सानो अहिले चाहिँ म चलिदिएको यसो त्यहाँबाट 2टा भिडियो सुट गरेँ अनि अहिले निस्किदिएँ म होइन अब तताड पुग्नु मलाई थाहा नै होइन कि फेरि म कहाँ जाने भन्दा त्यो बसन्तपुरमा हो भने चाहिँ थाहा तर एकचोटि गएको छु तर म धेरै गएको छैन नि त त्यही मैले चिन्दिनँ त्यहाँ अब त्यही हो यहाँ म फेरि बजारमा आउनु लाग्यो अहिले चाहिँ हेर्नु साथीहरू कति धेरै अमिलो हो यो अमिलो हो के हो यो टिपेर भाग्ने या त्यसै भन्दाखेरि गाइस तपाईहरुलाई म एउटा कुरा देखाउँछु एउटा कुरा स्टप 5 मिनेट है एउटा कुरा देखाउँछु म हेर्नुस् न खत्ते खुलित बनाउने 2टा बाटो हो क्या कता जाने यार जता हेर्नु पहिलोचोटि चाहिँ हिँड्नुहुन्न क्या कता जाने यार अब फाइनल गाइस म चाहिँ होइन अहिले यहाँ उता बजारमा आइसकेँ होइन अब यहाँ उतापट्टि हो यता बजारतिर आइसक्यो कुन चाहिँ हो मलाई थाहा छैन यार कुनैमा जाने हो म चाहिँ आफ्नो पसलमा आइसकेँ यो अगाडिको पसल हो होइन म लुगा सिलाउनु दिएको त्यत्रो टाढाबाट आएको त सिला खाइन रे यार अझै त्यो आइरन लाउनै छ अरे क्या त्यत्रो हिँडेर आएको छु म यार अहिले त आएर यहाँ सिला नै छैन भनिदिन्छ होइन तर पनि म चाहिँ जान्न क्या चरपट त खाएरै जाने यत्रो टाढा खाने चरपट नि खाइकन गएर त होइन
अब म यस्तो खाजा खाने पसल ढुन्छु होइन अनि त्यसमा खाजा खान्छौँ यहाँमा केटा र केटी मिलेर फुटबल खेल्दो रहेछ नि हेर्नु न यार म त अचम्म लाग्छ केटा भन्दा केटी धेरै हो क्या हेर्न फुटबल खेल्ने मान्छेहरू म चाहिँ खेल्न सक्दिनँ नि त किनभने मेरो घर लास्टै टाढा छ अनि त्यहाँबाट यहाँसम्म आउनुभन्दा त त्यो CR7 नि है यो म चाहिँ अहिले चर्पट खानको लागि पसलमा आइसकेँ होइन यही पछाडिको पसलमा चर्पट खाने तपाईँहरूले एउटा कुरा देखाउँछ होइन हेर्नु नि मा यहाँ लौका कस्तरी फलेको हेर्नु मा ए लौका नि भन्छ होइन यसलाई म एक्लै आएको रात पर्न लागिसक्यो मैले चाहिँ फेरि 1000 रुपियाँ ल्याएको छु क्या त्यो ड्रेसको लागि भनेर अनि उपराजले खाने पनि अब यो तिनीहरूले छुट्टा खाइकन फेरि पसलका मान्छेहरू छन् अब के पो हुन्छ यो लिन्छ कि लिँदैन थाहा छैन एउटा चाहिँ बनाएर ल्याइसक्यो यस्तो है लुक कस्तो फेरि छिप्पेकोमा यस्तो छ फेरि यो पङ्खा अन गर्नु नआएर यारमा थ्याट त्यो विधि मिठै छैन यारमा त्यो हुन्छ नि त्यो बिरेनुन भन्छ नि त्यो लास्टै धेरै हाले क्या आन्टी यहाँ खुल्ला छ ए यहाँ त यहाँ छैन रे अनि त्यो साथमा हराइएरमा म त कहाँ थिएँ कहाँबाट आएको थिएँ यार हो कता जाने ए त्यहाँबाट रहेछ मा खाली म चाहिँ त्यता खोज्दै हिँड्दा छ यार हराइरहेको छ यार त्यो पसलको तर्फबाट यस्तो नमिठो नि यस्तो नमिठो त्यो 50 रुपियाँ त्यति खेर खेला जस्तो भयो यार बोकेर ल्याएँ क्या मैले त्यो खाइ नसकेर यस्तो पनि हुन्छ यो घर हेर्नु कस्तो हो क्या कत्रोमा थ्याट अब छिटो घर पुग्नुपर्छ होइन त्यही भएर म अब घर भेटौँलाई होइन उता पसल गएको थिएँ नि त अनि त्यहाँ गएर चाहिँ फर्केर आइसकेँ होइन भित्र चाहिँ तरकारी पकाएर चाहिँ कस्तो त्यो गन्दै कस्तो आएको थियो त्यही भएर म चाहिँ बाहिर आएको छु होइन र आजको लागि चाहिँ यति नै हो अनि तपाईँहरूलाई चाहिँ भिडियो मन पऱ्यो भने चाहिँ लाइक पनि गरिदिनु अनि कमेन्ट पनि गरिदिनु है अब चाहिँ अर्को नयाँ भिडियोमा भेटौँला बाइ